सो हेलो एभ्रिवान र यो सर्ट भिडियोमा तपाईहरुलाई के देखाउन गइरहेको छु भने चाहिँ आज चाहिँ पापा र मैले एउटा बिल्डिङ बनाउने कन्ट्र्याक्ट लिएको छौं है। र यो कन्ट्र्याक्ट चाहिँ के भने दाउरा राख्ने बिल्डिङ र घरको लागि एकदमै यो पुरा यहाँनिर जुन चाहिँ यो सेट थियो नि त यो चाहिँ एकदमै बेसी पुरानो भएर मक्केर यो लड्यो हैन। र अहिले चाहिँ भने पापा र मैले यो बाँस चाहिँ हामीले अस्ति नै जंगलबाट काटेर लिएको थियौं तर नभ्याएको कारणले गर्दा फाइनली अब आज चाहिँ हामीले दुईजना बाउ छोरा भएर चाहिँ काम सुरु गरिसकेको छौं हैन। र यो एकदमै यो काठपातहरु यो मक्केको मुढाहरु सबै यहाँनिर थियो यसलाई यहाँ शिफ्ट गरेर अब चाहिँ यहाँनिर चाहिँ हामी चारवटा पोस्ट लगाउँदै छौं बाँसको दुईटा अलरेडी यहाँनिर फिक्स भइसकेछ र यहाँ र अब यहाँनिर दुईटा पोस्ट लगाएर चाहिँ हाम्रो यहाँनिर चाहिँ मजाको दाउरा राख्ने हैन। बस्तीमा चाहिन्छ नि त दाउराहरु। अब फेरि मकैहरु यहाँ माथि हेर्नुस् न मकैहरु पाक्दैछ हैन। अब यो मकै पोली खानु पर्यो दाउरा त चाहियो हैन। दाउरा बाहिर राख्यो भने त भिजिहाल्छ त्यही भएर एकदम यो दाउराहरुको लागि चाहिँ यहाँनिर चाहिँ मजाको घर बनाउँदै छौं है त। र कस्तो हुन्छ देखाउने छु हेर्दै गर्नुस् होला है त। र आज चाहिँ सन्डेको दिन हैन र बिहान 11:30 सम्म चाहिँ लगभग पानी पुरै परिरहेको थियो नि त। अन्त ढिलो ढिलो मात्रै पानी रहिएर त्यही किन अब यो सन्डेको टाइममा किन टाइम वेस्ट गर्ने भनेर हैन दुईजनाले मजाले अब समयलाई चाहिँ सदुपयोग गर्दैछौं एकदमै राम्रो प्रकारले। र तपाईहरु पनि फ्री चाहिँ नबस्नुस् होला है त। केही न केही गरेकै राम्रो। मान्छे चाहिँ अब जति सक्दो बिजी भएकै राम्रो नि त हैन। र यो तपाईहरुलाई भन्नु नपर्ने कुरा हो र पनि एकपल्ट रिमाइन्ड गर्दिएको। र एकदमै फ्री नबस्ने केही न केहीमा काममा बिजी बस्ने र काम गर्यो भने हैन केही न केही राम्रै हुन्छ नि त। घरको काम गर्दा म या त बाहिर समाजको काम हैन। र त्यही हो यहाँ चाहिँ अब पापाले डोप खोल्नु हुँदैछ अहिले। यहाँनिर अर्को पोस्ट जान्छ यहाँनिर। पापा चाहिँ गमबुट लगाएर छ नि त म चाहिँ चप्पलमा छु हातमा ग्लोभ्स। यहाँ हेर्नुस् न आतरको गति गइसक्यो हैन। सिचुएसन यस्तो गाला रातो रातो भइसक्यो। सो फाइनली आजको काम चाहिँ सक्यो है। र आजको हाम्रो चाहिँ दाउरा राख्ने कटकुरो पनि भन्छ हामी चाहिँ। अनि यसलाई दाउरा राख्ने जग्गा यस्तो प्रकारले बनाइसकेको छौं। र यहाँ ओपनिङको लागि यहाँनिर जुन चाहिँ अलरेडी काटेको दाउराहरूलाई मिलाएर पनि राखिसकेको छु हैन। यस्तो भएको चाहिँ फाइनल लुक्स। र योहरुलाई चाहिँ गेडेर बनाउनु छ दाउरा। यहाँ पनि छ यस्तो यो सबै काठको यो टुक्राहरु जुन चाहिँ काम नलाग्नेहरु छ नि त। ल आजलाई भने यति नै है त।